आफ्नै कम्पनी दर्ता गर्ने सपना छ, तर कसरी गर्ने, कहाँ गएर गर्ने, पुँजी कति लाग्छ भन्ने कुराको तपाईँलाई जानकारी छैन भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। दर्ता प्रोसेसमा जानुभन्दा अगाडि हाम्रो नेपालमा कति प्रकारको कम्पनीहरू दर्ता हुन्छ भन्ने कुरा बुझौँ है। कम्पनी ऐन 2063 अनुसार नेपालमा 3 प्रकारको कम्पनीहरू दर्ता गर्न सकिन्छ। प्राइभेट लिमिटेड कम्पनी, पब्लिक लिमिटेड कम्पनी र प्रफिट नट डिस्ट्रिब्युटिङ कम्पनी। आजको यो भिडियोमा हामी प्राइभेट लिमिटेड कम्पनीको बारेमा बुझ्नेछौँ। दर्ता प्रोसेस बुझ्नुभन्दा अगाडि हामीलाई यो बुझ्न जरुरी हुन्छ कि कम्पनी खोल्न कति पैसा चाहिन्छ, कति पुँजी चाहिन्छ त। अब पुँजीको कुरा गर्नु पर्दाखेरि प्राइभेट लिमिटेड कम्पनीको लागि मिनिमम अथराइज्ड क्यापिटल 1 लाख हुनुपर्छ भन्ने चाहिँ पब्लिक लिमिटेड कम्पनी खोल्नका लागि मिनिमम अथराइज्ड क्यापिटल 1 करोड हुनुपर्छ। अब रेजिस्ट्रेसन फीको कुरा गर्नु पर्दाखेरि रेजिस्ट्रेसन फी अथराइज्ड क्यापिटल अनुसार फरक हुन जान्छ। अब हामी कम्पनी दर्ता प्रोसेसको बारेमा कुरा गरौँ है। पहिलो चरणमा अफिस अफ कम्पनी रेजिस्ट्रेसनको वेबसाइटमा गएर इमेल वा मोबाइल नम्बर प्रयोग गरेर खाता बनाउनु पर्ने हुन्छ र त्यसपछि तपाईँले आफ्नो कम्पनीको नाम के राख्नुहुन्छ भन्ने कुरा चुज गर्नुहोला। अनि चुज गरिसकेपछि इङ्ग्लिस र नेपाली दुवैमा कम्पनीको नाम स्वीकृतिको लागि पठाउनु पर्ने हुन्छ। अब कागजातहरू के चाहिन्छ त? पहिलो शेयरधनीहरूको नागरिकताको प्रमाणपत्र, त्यसपछि प्रबन्ध पत्र र नियमावली, र त्यसपछि कम्पनीको ठेगाना र अधिकृत पुँजीको विवरण, र त्यसपछि तपाईँले आफ्नो अथराइज्ड क्यापिटल अनुसारको रेजिस्ट्रेसन फी तिरेर आफ्नो प्रमाणपत्र लिन सक्नुहुनेछ। कम्पनी दर्ता गर्ने प्रोसेस बुझ्दाखेरि अलि सजिलो जस्तो लाग्छ, तर गर्दाखेरि धेरै ठाउँमा अलमल हुन सक्छ। प्रबन्ध पत्र र नियमावली सही तरिकाले नलेखे ओसिआरले रिजेक्ट पनि गर्न सक्छ। नाम रिजर्भेसनदेखि लिएर प्यान दर्तासम्म सबै ठाउँमा सही कागजात चाहिन्छ। त्यसैले एउटा गल्तीले तपाईँलाई हप्तोसम्म ढिलो हुन सक्छ। त्यसैले यदि तपाईँ बिना झन्झट सही तरिकाले छिटो आफ्नो कम्पनी दर्ता गर्न चाहनुहुन्छ भने हामीलाई सम्झिनुहोस्। यस्तै कानुनसँग सम्बन्धित अन्य जानकारीका लागि लिगल गफलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।